यसको लागि जेमिनी एआईमा जानुहोस्। यसरी जेमिनी खुल्छ। अब मैले यसको लागि प्रम्प्ट यता रेडी गरिसकेको छु। त्यो प्रम्प्ट मैले यहाँ माइक्रोसफ्ट वर्डमा राखेको छु। यसलाई मैले कपी गरेँ। अब फेरि म जेमिनीमा गएर यसलाई यहाँ पेस्ट गर्छु। अब पेस्ट गरिसकेपछि यहाँ मैले के लेखेको छु त यो प्रम्प्टमा भनेदेखि विद्यालयको नाम श्री सगरमाथा माध्यमिक विद्यालय, पेज एक छेउदेखि अर्को छेउसम्म ठुलो अक्षरमा आर्क अफ डिजाइन बनाउने, ठेगाना र स्थापना विद्यालयको नामको सिधा मुनि राख्ने, भद्रपुर 2 झापा, स्थापना 2034, सम्मान पत्र यो शब्दलाई आकर्षक गरी कर्भ डाउन रिबन ठुलो सेपभित्र राख्ने, यस विद्यालयको शैक्षिक विकासको लागि मिति 2046 सालदेखि 48 सालसम्म अस्थायी र मिति 2048 8 महिना 1 गतेदेखि 83 साल 1 महिना 15 गतेसम्म स्थायी रूपमा कार्यरत रही जीवनको सम्पूर्ण समय यस विद्यालयमा समर्पण गरी सेवानिवृत्त हुनुभएका भद्रपुर नगरपालिका वडा नम्बर 2 निवासी भास्कर खनाल र भीमादेवी खनालका सुपुत्र शिक्षक श्री केशव प्रसाद खनाल ज्यूले यस विद्यालयमा पुर्याउनु भएको योगदानको कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। देब्रे साइडमा प्रधान अध्यापक डम्बर प्रसाद खनाल, बीचमा शिक्षक अभिभावक सङ्घ अध्यक्ष विकास राई, दाहिने साइडमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल थिङ तामाङ। मिति 2083 3 महिना 19 गते शुक्रबार। विद्यालयसँग सम्बन्धित इमेज वाटरमार्कको रूपमा षट्कोण र सगरमाथालाई मिलाएर राख्ने, बोर्डरलाई अझ आकर्षक कलरफुल बनाउने। यो मैले प्रम्प्ट यसरी लेखेको छु र म अब लास्टमा के कमेन्ट गर्दैछु भने यो प्रम्प्टको आधारमा HTML कोड जेनेरेट गर। अब यसरी HTML कोड जेनेरेट गर भनेर कमान्ड गरिसकेपछि अब यहाँ हामीलाई जेमिनीले HTML कोड दिन्छ। यसरी यहाँ यो HTML कोड आयो। अब यो HTML कोडलाई चाहिँ हामीले यहाँनिर गएर यसलाई कपी गर्ने। यसलाई कपी गरिसकेपछि अब हामी हाम्रो कम्प्युटरमा यहाँ नोटप्याड खोल्छौँ। यो नोटप्याडमा क्लिक गरी नोटप्याड खोल्यो र अघि कपी गरेकोलाई यहाँ लगेर पेस्ट गरिदिने। र यसरी पेस्ट भइसकेपछि यसलाई हामीले माथि गएर यहाँनिर हेर्ने, यहाँनिर अरू केही एक्स्ट्रा कपी भएको छ भने त्यसलाई डिलिट गरिदिने र ठ्याक्कै यहाँबाट सुरु गर्ने। अब यो हामीहरूको यहाँ कपी भइसकेको छ। अब यसलाई हामीहरूले फाइलमा जाने, सेभमा जाने र यो एउटा सम्मान पत्रको हो। त्यसले गर्दाखेरि मैले यहाँ सम्मान पत्र 1 भनेर लेखेँ। अनि सम्मान पत्र 1.html भनेर यसलाई सेभ गर्नुपर्छ र यसलाई मैले डेस्कटपमा यहाँनिर सेभ गरेँ। अब यो सेभ भइसकेको छ। अब यो हामी हेर्न जाउँ डेस्कटपमा हेर्न जाउँ। डेस्कटपमा यहाँनिर सम्मान पत्र भनेर सेभ भएको हुनुपर्छ। कहाँ गयो? ल यसमा SAMMAN सम्मान PATR पत्र .html गरेर यसलाई डेस्कटपमा सेभ गर्ने। अब यस पछाडि हामी डेस्कटपमा जान्छौँ। कहाँ सेभ भयो? यो त PDF मा सेभ भएको छ।